आज चाहिँ मेरो खानामा चाहिँ तोरीको साग, यो साग चाहिँ पारी गाउँबाट एकजना दिदीले पठाइदिनु भएको थियो। अस्ति सुकाएको सुकुटीको अचार पोलेर रेडी गरेँ, टमाटर अघि नै उसिनेर रेडी गरिराखेँ है। हात हेर्नु त मेरो बिचरा के साह्रो फुटेको यो चिसो यो जाडोमा। अनि टमेटो उसिनेपछि त्यसपछि धनियाँको पत्ता डल्लै खोर्सानी राखेर मजाले सिलौटामा पिने। यसरी पिनेको चाहिँ मलाई लास्टै मिठो लाग्छ है। अघिको पोलेको सिकुटीलाई चाहिँ यसरी किच्चाएर अघिको टमेटोमा मिक्स गरेँ। यसरी खाँदाखेरि ढेँडोसँग साह्रो मिठो हुन्छ। अनि यतापट्टि पिठोको पानी चाहिँ एकदम उम्लिसकेछ र यसरी यो सेतो मकैको पिठो चाहिँ यसरी मसारेर ढेँडो ओडालेर रेडी पारेँ साथीहरू है। अन्त यस्तो गरेर मिठो मानी खानु है साथीहरू, कति मिठो हुन्छ। डल्ले खोर्सानी क्राइममा टोक्दै ढेँडो सिद्ध। गाउँघरमा त यस्तै हो के।